अब चाहिँ टर्मिनल हामी 2 मा छौँ टर्मिनल 2 बाट चाहिँ टर्मिनल 3 सम्म जान लाग्यो त्यो पनि स्काई ट्रेन चढेर उयो कस्तो झ्याप्प ब्रेक हानेको लाइट रेल भन्न आइरहेछ अघिदेखि मलाई स्काई ट्रेन पनि चढ्यो अब स्काई ट्रेन गइरहेछ अगाडि यसरी अनि साइडमा यस्तो छ ल सिङ्गापुरको बाटोहरू अनि कस्तो खाली हो कि कोही पनि छैन यहाँ मान्छेहरू ल आफ्नै भन्दा नि हुन्छ एकजना छ उता तर अरू चाहिँ कोही पनि छैन ए ल यहीँ देखिहाल्यो हामीले तर वाटरफल चाहिँ सुरु भएको छैन रहेछ वाटरफल चाहिँ यहीँ रहेछ अनि वाटरफल चाहिँ सुरु भएको छैन कस्तो नाइस होला तर आई थिङ्क 10 बजेतिर 9 बजेतिर मात्रै सुरु हुन्छ होला हो र एकछिन हेरौँ कतिमा सुरु हुन्छ चाहिँ हेरौँ नेक्स्ट स्टप भनेको चाहिँ अब बटरफ्लाई गार्डन जाँदैछौँ हामी देखेँ बटरफ्लाई गार्डन यहाँबाट चिन्ने रियल बटरफ्लाई कस्तो गर्मी है बाहिर खोल्ने बित्तिकै हप्पा के अन्त साँच्चै कति धेरै बटरफ्लाई रहेछ तल धेरै छैन रहेछ क्या माथि चाहिँ टन्नै रहेछ मैले एकजना देखेको थिएँ फुलिङ द एनिमिज लुकेर बस्ने होला हामी पनि यहाँ हेर एकजना मैले देखेँ अनि यो त पाइनएप्पल होइन यो त पाइनएप्पल रहेछ त्यहाँ अर्को छ कति धेरै रहेछ उता त अति माथि चाहिँ यति धेरै बटरफ्लाई रहेछ तर नोइज चाहिँ कस्तो धेरै यता इमर्जेन्सी केस ए केज हो मलाई त फेरि बच्चा हुन मन लाग्यो यो देखेर यहाँ निस्किरहेको छ एउटा हो अर्को साइडमा के छ ए डिफ्रेन्ट स्टेजेस होला है यो ल वाटरफल रहेछ सानो